नमस्ते, स्वागत छ हजुरहरुलाई ती ज्ञान नेपालीमा। आजको यस भिडियोमा म हजुरहरुलाई इन्डियामा अहिले हुन गइरहेको आईपीएल म्याचहरु फ्रीमा कसरी हेर्ने बताउन गइरहेको छु। आजको यस भिडियोमा म हजुरहरुलाई 5 वटा डिफरेन्ट तरिकाहरु बताउने छु जुनबाट हजुरहरुले फ्रीमै आईपीएल म्याचहरु हेर्न सक्नुहुन्छ। र भिडियो सुरु गर्नुभन्दा अगाडि हजुरहरुको फेभरेट टिम कुन टिम रहेको छ हजुरहरुले कमेन्ट बक्समा लेखिदिनु होला। ओके, सो भिडियो सुरु गरौँ। लेट्स गेट स्टार्टेड। ओके, सो फर्स्ट मेथडमा चाहिँ एउटा वेबसाइट रहेको छ जसलाई हजुरहरुले ब्रेभ ब्राउजरबाट युज गर्न सक्नुहुन्छ। ब्रेभ ब्राउजर युज गर्दा हजुरहरुको फोनमा अथवा ल्यापटपमा एउटा पनि एररहरु आउने छैन भने अरु ब्राउजरहरु युज गर्दा एररहरु आउन सक्छ। यसको लागि हजुरहरुले आफ्नो ब्राउजर खोल्नु होला र त्यहाँ सर्च बटनमा गएर योसिन टिभी सर्च गर्नु होला। यहाँ हेर्न सक्नुहुन्छ, यो लेखेर सर्च गर्नु होला। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ यो वेबसाइट आएपछि हजुरहरुले यसलाई ओपन गर्नु होला। ओपन भएपछि यहाँ हेर्न सक्नुहुन्छ आईपीएल 2025 कमिङ सुन भनेर यसमा एकचोटी क्लिक गर्नु होला। यहाँ क्लिक गरेपछि यहाँ हेर्न सक्नुहुन्छ तल सम्पूर्ण म्याचहरु यहाँ हजुरहरुले हेर्न सक्नुहुन्छ। यहाँ अहिलेदेखि नै टाइमर चलिरहेछ भने म्याच स्टार्ट भएपछि हजुरहरुले क्लिक गरेर एड फ्री र फ्रीमा हजुरहरुले आईपीएल म्याच इन्जोय गर्न सक्नुहुन्छ। सेकेन्ड मेथडमा चाहिँ एउटा एप रहेको छ स्टार स्पोर्ट्स भनेर, यहाँ हेर्न सक्नुहुन्छ। यो एप चाहिँ हालको लागि चाहिँ प्ले स्टोरमा अहिले अभाइलेबल छैन। यहाँ हेर्न सक्नुहुन्छ आइटम नट फाउन्ड भनेर, यो चाहिँ अहिले प्ले स्टोरमा छैन। यो एप पाउनको लागि हजुरहरुले हाम्रो टेलिग्राम च्यानललाई जोइन गर्न सक्नुहुन्छ। म यो एपलाई अगाडि नै टेलिग्राम च्यानलमा अपलोड गरिदिसकेको छु, त्यहाँबाट हजुरहरुले डाउनलोड गर्न सक्नुहुन्छ यो एपलाई इन्स्टल गरेपछि स्टार स्पोर्ट्सलाई ओपन गर्नु होला। यहाँ हेर्न सक्नुहुन्छ यसलाई ओपन गरेपछि यस्तो इन्टरफेस आउनेछ। यहाँ फ्री आईपीएल लाइभ भनेर हेर्न सक्नुहुन्छ, यसमा एकचोटी क्लिक गर्नु होला र त्यसपछि हेर्न सक्नुहुन्छ यहाँ थुप्रै लिंकहरु आइसकेको छ। यहाँबाट हजुरहरुले 1 बाइ 1 क्लिक गरेर हजुरले जुनसुकैमा पनि हेर्न सक्नुहुन्छ र एउटा चलेन भने हजुरहरुले अर्कोमा क्लिक गरेर त्यसबाट हेर्न सक्नुहुन्छ। यो एप युज गर्दाखेरि भने एडहरु आउनेछ र तर यो कम्प्लिट फ्री मेथड हो। हजुरहरुले एप भने हाम्रो टेलिग्रामको च्यानलबाट हजुरहरुले डाउनलोड गर्न सक्नुहुन्छ। थर्ड मेथडमा पनि एउटा एप छ, हजुरहरुले यहाँ प्ले स्टोरमा हेर्न सक्नुहुन्छ। यो एप रहेको छ लाइभ क्रिकेट टिभी एप भनेर। यो एपको यहाँ 1 मिलियन प्लस डाउनलोड छ र रेटिङ पनि राम्रो 4.4 को रेटिङ रहेको छ अनि यो एप राम्रो हुन जान्छ र म हजुरहरुलाई यो एप अहिले ओपन गरेर हेराउने छु। हेर्न सक्नुहुन्छ यो एप म यसलाई ओपन गर्छु। ओपन गरेपछि हेर्न सक्नुहुन्छ यहाँ लोडिङ लियो र लोडिङ लिएपछि यस्तो इन्टरफेस आउँदा हजुरहरुले तल स्क्रोल गर्नु होला र यहाँ हेर्न सक्नुहुन्छ आईपीएल 2025 1 2 3 हिन्दी यस्तै गरेर हजुरहरुले लिंकहरु हेर्न सक्नुहुन्छ। यसबाट हजुरहरुले जुनसुकैमा क्लिक गरेर हेर्न सक्नुहुन्छ र यसमा एडहरु बने आउनेछ तर यो कम्प्लिट फ्री मेथड हो। फोर्थ मेथडमा पनि एउटा एप रहेको छ, यहाँ नाम हेर्न सक्नुहुन्छ फ्लिक्स फ्लक्स भनेर। हजुरहरुले यसबाट पनि आईपीएल हेर्न सक्नुहुन्छ। यो एप पाउनको लागि हजुरहरुले हाम्रो टेलिग्राम च्यानलमा जानु होला। यो एपलाई म त्यहाँ अपलोड गरिदिसकेको छु, त्यहाँबाट हजुरहरुले यसलाई इन्स्टल गर्न सक्नुहुन्छ। एपलाई इन्स्टल गरेपछि ओपन गर्नु होला र ओपन गरेपछि यस्तो इन्टरफेस आउनेछ र त्यहाँ माथि एड चलिरहेछ। एड खतम भएपछि आफै त्यो हट्नेछ र तल त्यहाँ हेर्न सक्नुहुन्छ टिभी को अप्सन, त्यसमा जानु होला। त्यसमा गएपछि हेर्न सक्नुहुन्छ यस्तो इन्टरफेस आउँछ। त्यहाँ हेर्न सक्नुहुन्छ लाइभ क्रिकेट भनेर, त्यसमा एकचोटी क्लिक गर्नु होला। अहिलेको लागि भने यहाँ कुनै भिडियोज अथवा लाइभहरु हेराइरहेको छैन भने म्याच हुँदाखेरि यहाँ हेराउन सक्छ र अथवा हेराएन भने यहाँ स्पोर्ट्समा जानु होला र स्पोर्टमा गएपछि एकदमै तल जानु होला। यहाँ हजुरहरुले यहाँ हेर्न सक्नुहुन्छ स्टार स्पोर्ट्सको च्यानलहरु, यसमा क्लिक गरेर हजुरहरुले स्टार स्पोर्ट्सको च्यानललाई यहाँबाट लाइभ हेर्न सक्नुहुन्छ। यहाँ हिन्दी भर्जन पनि रहेको छ र यसमाथि इंग्लिश पनि छ। हजुरहरुले इंग्लिश र हिन्दी दुवैमा हेर्न सक्नुहुन्छ। फिफ्थ मेथडमा भने एउटा वेबसाइट छ जसलाई हजुरहरुले ब्रेभ ब्राउजरबाट हेर्नु होला। एड आउँदैन त्यसमा। अब यहाँ आएर हजुरहरुले स्मार्ट क्रिक भनेर सर्च गर्नु होला। यहाँ हेर्न सक्नुहुन्छ यो सर्च गरेपछि वेबसाइट हेर्न सक्नुहुन्छ। यो यसको अफिसियल वेबसाइट रहेको छ स्मार्ट क्रिक भनेर। यो वेबसाइटलाई ओपन गर्नु होला। ओपन गरेपछि हेर्न सक्नुहुन्छ अलरेडी यहाँ आईपीएल इंग्लिश हिन्दी भनेर यहाँ अलरेडी आइसकेको छ। हजुरहरुले जुन भाषामा हेर्नु छ त्यसमा हजुरहरुले क्लिक गरेर हेर्न सक्नुहुन्छ। फर एक्जाम्पल म हिन्दीमा अहिले क्लिक गरेर हजुरहरुलाई अहिले हेराउने छु।
सो मैले हिन्दीमा क्लिक गरेर हेर्न सक्नुहुन्छ नो लाइभ म्याच एट द मोमेन्ट भनेर अहिले कुनै लाइभहरू भएको छैन त्यहीबाट यस्तो देखाएको छ म्याच हुँदाखेरि हजुरहरूले यहाँबाट आएर हेर्न सक्नुहुन्छ सो यो 5वटा मेथडबाट हजुरहरू कुन मेथडबाट म्याच हेर्दै हुनुहुन्छ कमेन्टमा लेख्न सक्नुहुन्छ र साथै भिडियो राम्रो लागेमा भिडियोलाई लाइक कमेन्ट र शेयर गरिदिनु होला ओके सो दिस मच फर टुडे विल सी यु इन द नेक्स्ट भिडियो टिल देन टेक केयर बाइ